नेपाली राष्ट्रिय क्रिकेट टोलीले 2 पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै आज 10औं संस्करणको आइसिसी टी20 विश्वकपको सुरुवात गर्दैछ। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो 3:15 बजे नेपाली टोली इङ्ल्यान्ड विरुद्ध मैदानमा उत्रनेछ। नेपालले समूह चरणका आफ्ना 4 खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो। अघिल्लो पटक विश्वकप खेलेका 10 र नयाँ खेलाडीले यस पटकको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्। सोमपाल कामी भने नेपालले खेलेका 3वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने सङ्घारमा छन्। कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्। इङ्ल्यान्ड विरुद्ध मैदान उत्रनु अघि नेपाली टोलीले शनिबार पूरा आराम पाएको थियो। विश्वकप अघि नेपालले युए र क्यानाडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो। ती दुवै खेलमा नेपालले जित हात पारेको थियो। विश्वकप आयोजक श्रीलङ्का र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ। सन् 2010 र 2022 मा विश्वकपको उपाधि उचालेको बलियो टोली इङ्ल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ। नेपाल विरुद्धको खेलका लागि इङ्ल्यान्डले शनिबार नै प्लेइङ 11 सार्वजनिक गरिसकेको छ। नेपाल इङ्ल्यान्डसँगै वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूहमा छ। इङ्ल्यान्ड र वेस्ट इन्डिजले 2 पटक विश्वकपको ट्रफी उचालेका छन्। इटाली भने विश्वकपमा डेब्यु गर्न लागेको हो। सन् 2007 मा विश्वकपमा डेब्यु गरेको स्कटल्यान्ड सन् 2016 पछि लगातार विश्वकप खेल्ने टोली हो। बङ्गलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आइसिसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। विश्वकपको पहिलो दिन शनिबार 3 खेल सम्पन्न भएका छन्। श्रीलङ्काको कोलम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई 3 विकेटले हराएको थियो। भारतको इडेन गार्डनमा भएको खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई 35 रनले तथा मुम्बईको वानखेडेमा साबिक विजेता भारतले अमेरिकालाई 29 रनले हरायो। विश्वकपमा आइतबार पनि 3 खेल हुनेछन्। पहिलो खेलमा चेन्नईमा समूह डी का अफगानिस्तान र न्युजिल्यान्ड खेल्नेछन् भने श्रीलङ्काको कोलम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ।